हेलो साथीहरु नमस्कार। तपाईको युट्युब च्यानल टीएलके शर्मा स्वागत छ। आज यो भिडियोमा साथीहरु तपाईलाई ज्योमेट्रीको 10.1 एक्सरसाइजको क्वेशन नम्बर 4 को आई भइसकेछ। जे र के क्वेशन आज तपाईहरुको बीचमा राख्छु, कहीं नजानु होला। मेरो साथमा लास्ट भिडियोसम्म बनिराख्नु होला। स्टार्ट गर्दैछु साथीहरु है। यहाँ दिएर एक एक क्वेशन तपाईको दिमागमा राख्छु है। जस्तै म यहाँ क्वेशन के भन्दै छ साथी, त यहाँ हाम्रो 4 को जे नम्बर क्वेशन छ, जो यो एक्सरसाइज कति छ साथी, एक्सरसाइज 10.1 है। 10.1 मीन्स 4 को जे नम्बर आई भइसके छ। जे नम्बर क्वेशन यो के दिएछ र कसरी प्रुभ गर्नुहुन्छ त्यहाँ ध्यान दिनु साथी है। त सबभन्दा पहिला क्वेशन नम्बर जे 4 को जे नम्बर क्वेशन के दिएछ ध्यान दिएर हेर्नु होला। सबभन्दा पहिला अलि क्वेशन पढेर राम्ररी बुझ्नुस् र यो फिगर धेरै ठूलो बनाउनुस्, तब तपाईलाई सजिलो हुन्छ बनाउनको लागि। क्वेशन हार्ड छैन, तपाई जति ट्रिक अपनाउनु हुन्छ नि त्यति चुटकी बजाएर आन्सर तपाई दिनुहुन्छ। त्यहीकारणले क्वेशन पहिला बुझ्नु। ज्योमेट्री भन्ने बित्तिकै साथीहरु डराउनु हुन्छ, डराउनु हैन, ज्योमेट्री भनेको खुवा नै हो साथी। त्यही कारणले एकदम फोकस गरेर तपाई हेरिराख्नुस् के छ। जस्तै यहाँ क्वेशन दिएछ, इन द गिवन फिगर एबीसीडी इज अ ट्रापेजियम। तपाईले हेर्नु साथी, एबीसीडी एउटा ट्रापेजियम हो। इन व्हिच y and x आर द एनी पॉइंट्स ऑन AC and BD, जुन हाम्रो x y एउटा AC र BD पॉइन्टमा के छ, कटेको छ, परेको छ है। त्यसपछि हाम्रो व्हिच y and x आर एनी पॉइंट अफ ऑन AC and BD रिस्पेक्टिभली, मतलब AC पॉइन्टमा हाम्रो y छ र BD पॉइन्टमा x छ है। त्यो पॉइन्ट इन्डिकेट गरेको छ। त्यसपछि अब ध्यान दिएर हेर्नु होला साथीहरु, यहाँ के दिन्छ, AD पैरेलल टु XY and parallel to BC. अब prove that the area of a triangle AXC means AXC, यो triangle का area is equal to area of a triangle BYD means क्या था साथी, BYD। यही तपाईको triangle को area prove गर्नुहुन्छ। त सबभन्दा पहिला साथी यो फिगर राम्ररी बनाइदिनुस्। म फिगर बनाउँदै छु, ध्यान दिएर हेर्नु होला। एकदम फोकस गरेर फिगर बनाउँदै छु, त्यही कारणले ध्यान दिएर हेर्नु होला। अलिकति यो फिगरलाई म माथि गर्दै छु, फोकस गर्नु होला है साथी। यो फिगरलाई म माथि गर्दिए, यहाँ सम्म राखे है, ध्यान दिएर हेर्नु होला। यो फिगर हो, यहाँ सम्म राखे साथी। अब हेर्नुस्, सबभन्दा पहिला फिगरमा के दिएछ हेर्नु होला। फिगर पहिला राम्ररी बनाइदिनु होला एउटा फिगर है। हेर्नु साथी, यो एउटा फिगर हो जो तपाई हेर्नु भइरहेछ। यो सँग लाइन हाम्रो प्यारलल यो छ, यो पनि तपाई हेर्नु भइरहेछ। यो लाइन के गरेको छ साथी, जोइन गरेको छ, ठीक छ। त्यसपछि अब हेर्नु होला, ध्यान दिएर एकदम, यो लाइन यो सँग जोइन गरेको छ है। अब यो सँग यो के छ त, प्यारलल लाइन हो साथी, यो सँग यो प्यारलल लाइन हो। अब यो जुन छ एसी लाइन यहाँ जोइन गरेको छ साथी। त्यसपछि हाम्रो एसी लाइन यहाँ छ, ध्यान दिएर हेर्नु होला। त्यसपछि बीडी लाइन यहाँ जोडेको छ, फोकस गर्नु होला, ठीक छ। अब अर्को तपाईको नाम के छ साथी, त ए र सी। ध्यान दिएर हेर्नु होला, ए र के छ त, सी नाम छ। यसको नाम हाम्रो ए हो, त्यसपछि यसको नाम सी हो, यसको नाम साथी बी हो, यसको नाम के हो त, डी। अब सुन्नुस्, भर्टेक्सहरु छ ए बी सी डी, कसको त, ट्रापेजियमको। त्यसपछि अब तपाईलाई जो एसी लाइनमा के गरेको छ, काटेको छ है। त एसी लाइनमा यो लाइनलाई म जोइन गरे, जसको नाम के राख दिए साथी, यसलाई x राख दिए, त्यसपछि यसलाई y राख दिए, ठीक छ। अब केही गरेन, यसलाई म जोइन गर्छु साथी। ध्यान दिएर हेर्नु होला, यसलाई यस्तो राख्नु होला। जोइन गरेर पहिला नाम, यो सँग यो जोडेको छ, यो सँग यो जोडेको छ, ठीक छ। यसको नाम साथी x हो, यसको नाम के हो त, y हो। क्लियर। अब तपाई हेर्नु होला, फेरि यहाँ देखि पनि जोडेको छ, यो लाइन यहाँ देखि जोडेको छ, ध्यान दिएर हेर्नु होला। अर्को यो लाइन यहाँ देखि जोडेको छ, ठीक छ। यो लाइन यहाँ देखि जोडेको छ, अर्को यो लाइन यहाँ देखि जोडेको छ, ध्यान दिएर हेर्नु होला, ठीक छ। अब यो लाइन के सँग प्यारलल छ त, यो लाइन पनि एकअर्कासँग प्यारलल नै छ। अर्को अब तपाईले यो फिगर कम्प्लिट म गरिसकेछु, नाम पनि त्यसको कम्प्लिट
जहाँ जहाँ पॉइंट इंडिकेट गरेको छ त्यो हाल्दिए। अब तपाईले क्वेशनमा के गिभन दिएछ त्यहाँ ध्यान दिनुस् साथी। क्वेशनमा के गिभन दिएछ हेर्नु होला। अब यहाँ हाम्रो के गिभन छ त्यहाँ फोकस गर्नु होला है। गिभनमा साथी ध्यान दिनु होला। गिभनमा के छ त ABCD इज अ ट्रापेजियम है। ABCD इज अ ट्रापेजियम है। ट्रापेजियम ABCD द ट्रापेजियम ठीक छ। त्यसपछि के दिएछ अर्को AD parallel to के छ साथी हाम्रो XY। त्यसपछि parallel to BC दिएछ। AD parallel to XY र parallel to BC। एकदम मजासँग फिगर तपाई हेर्नुहुन्छ। टेन्सन नलिनुस्। एकदम छिटो भन्दा छिटो क्वेशन तपाई प्रुभ गर्नुहुन्छ। जो parallel दिएछ तपाई हेर्नु भइरहेछ। अब हामीले टु प्रुफ के गर्नु छ ध्यान दिनु साथी है। टु प्रुफ अब यहाँले कति उता गर्दिनुस् फिगरलाई जरुरी छैन। अब यहाँ हेर्नुस् साथी टु प्रुफ के गर्नु छ हाम्रो ध्यान दिएर हेर्नु होला है। टु प्रुफ के त टु प्रुफ गर्नु छ हाम्रो एरिया अफ अ ट्रायंगल। ध्यान दिनु साथी एरिया अफ अ ट्रायंगल AXC ए प्रुफ दैट मा हाम्रो के त एरिया अफ अ ट्रायंगल है साथी। एरिया अफ अ ट्रायंगल के दिएछ त एरिया अफ अ ट्रायंगल AXC यहाँ हाम्रो AXC इज इक्वल टु एरिया अफ अ ट्रायंगल के दिएछ हाम्रो AXC बराबर एरिया अफ अ ट्रायंगल BYD। यहाँ हाम्रो के छ त BYD ए एरिया अफ अ ट्रायंगल AXC इज इक्वल टु एरिया अफ अ ट्रायंगल BYD। अब यहाँ हामी लेख्छौं के साथी प्रुफमा ध्यान दिएर हेर्नु होला कति सजिलो यो। अब हामी प्रुफमा लेख्छौं फोकस गर्नु होला। जो प्रुफ के गर्नु छ त्यहाँ ध्यान दिनु होला साथी। एकदम सजिलोसँग है यहाँ लेख्नु होला साथी स्टेटमेन्ट और यहाँ के लेख्नु होला रिजन्स। पक्का तपाईले आइडिया आयो कि एरिया अफ ट्रायंगल AXC यो एउटा होल के त ट्रायंगल छ। मतलब पेन्ट गरेर बताइदिरा छु एकदम सजिलो हुन्छ तपाईले बुझ्नको लागि साथी है। त्यसैले म यसलाई पेन्ट गरेर हेराउँदै छु फोकस गर्नु होला है। यसलाई पेन्ट म गरे जो तपाईले प्रुफ गर्ने कुरालाई म पेन्ट गरे ठीक छ। अब हेर्नुस् अर्को के प्रुफ गर्नु छ त्यो ट्रायंगल को एरिया अर्को साथी त BYD यसलाई पनि म पेन्ट गरे अलि हेर्नु होला बुझ्नको लागि। तपाईले BY यस्तो यो त कमन छ ठीक छ तर पनि पेन्ट गरे BYD यही प्रुफ गर्नु छ। फोकस एकदम छ लोकस पॉइन्टमा एकदम फोकस छ। अब तपाईले के गर्नु पर्दैन हेर्नुस् एक नम्बर स्टेटमेन्टमा खोज्नुस् जो साथी तपाईले थ्योरम पढाएको छ। थ्योरममा के भनेको छ कि स्ट्यान्डिङ अन द सेम बेस बिट्विन सेम प्यारलल लाइन यदि सेम फिगर छ भने त्यसको एरिया इक्वल हुन्छ। स्ट्यान्डिङ अन द सेम बेस बिट्विन सेम प्यारलल लाइन यदि डिफरेन्ट फिगर छ मीन्स एउटा ट्रायंगल छ र एउटा प्यारलेलोग्राम छ त्यो ट्रायंगल को एरिया साथी प्यारलेलोग्राम को हाफ हुन्छ। ओके तपाई हेर्नु भइरहेछ कि एउटै बेस XY मा उही प्यारलल लाइन AD मा दुईवटा ट्रायंगल बनेको छ AXY एउटा के त XYD दुवै ट्रायंगल को एरिया इक्वल हुन्छ चुटकी बजाएर किनकि तपाईले पता छ कि एउटै बेसमा बनेको छ। एक नम्बरमा हामीले लेख्छौं एरिया अफ अ ट्रायंगल ठीक छ। एरिया अफ अ ट्रायंगल AXY इज इक्वल टु एरिया अफ अ ट्रायंगल XYD है XYD। एक मा के लेख्छु साथी एकदम मजासँग बोथ आर स्ट्यान्डिङ अन द सेम बेस हेर्नु होला both are standing on the same base के छ XY and XY parallel to AD एकदम पक्का हेर्नुस् XY parallel लाइन मा साथी र AD parallel लाइन मा दुईवटा
यो बेस त XY लिए तर XY सँग प्यारलल के हो साथी AD यो बेसमा दुईवटा ट्रायंगल बनेको छ AXY एउटा XYD यो दुवै ट्रायंगलको एरिया के हुन्छ इक्वल हुन्छ त्यही कारणले बोथ आर स्ट्यान्डिङ अन द सेम बेस XY एन्ड XY प्यारलल टु AD क्लियर यहाँसम्म डाउट छैन के टेन्सन लिने जब तपाईको सपोर्ट र तपाईको लाइक र शेयर जब मलाई यहाँसम्म पुगाएको छ भने म तपाईलाई तपाईको सेवामा अलिक कमी गर्नु एकदम एनी टाइम तपाईको सेवामा लागिरहन्छु त्यही कारणले साथी बनाएको छ कि मान्छे कुनै पनि कार्य एक्लै अलिकति सम्भव हुन्छ र एक्लै गर्न सम्भव त छ त्यसले टाइम लाग्छ तर त्यसैमा यदि साथ मिल्यो सहयोग मिल्यो त्यसलाई गाह्रो पर्दैन छिटो भन्दा छिटो गर्न सक्छ त्यही कारणले तपाईको साथमा छु र मेरो साथ तपाई हुनुहुन्छ त्यही कारणले म तपाईको सेवामा एनी टाइम लागिरहन्छु अलिकति फोकस गर्नु होला त्यो टपिकतिर साथी है अब तपाईले 2 मा जानुस् 2 नम्बर क्वेशनमा के भनेको छ त्यो 2 नम्बर स्टेटमेन्टमा के लिन्छु फेरि त्यही बेस त म XY नै लिन्छु साथी अब त्यही XY बेस र BC लाइनमा पक्का दुईटा ट्रायंगल बनेको छ साथी एउटा XBY पक्का हेर्नु भएको हैन साथी XBY त्यही बेसमा XYC त्यो पनि ट्रायंगल बनेको छ त छुटकी बजाएर त्यो पनि ट्रायंगलको एरिया त एक्लै हुन्छ अब हेर्नु साथी यहाँ लेख्छु यहाँ एरिया अफ अ ट्रायंगल के त XYC है XYC इज इक्वल टु एरिया अफ अ ट्रायंगल हुन्छ साथी एरिया अफ अ ट्रायंगल BXY है XYC एरिया अफ अ ट्रायंगल BXY यहाँ 2 मा लेख्नु होला केही टेन्सन लिनु पर्दैन सेम रिजन ए यहाँ लेख्नु साथी both are standing on the same base XY हुन्छ and XY सँग के प्यारलल छ साथी अब BC किनकि तपाईलाई पता छ कि यदि एउटै बेसमा दुईवटा फिगर सेम छ त्यसको एरिया बराबर छ साथी डन्डी त एउटै छ डन्डी त एउटै बेस हो तर त्यसमा दुईवटा पल्ला लटकेको छ यदि एउटा पल्लातिर एउटा तराजुमा यदि 5 किलो छ भने अर्को तराजुमा पनि 5 किलो हुनु पर्यो तब त बराबर हुन्छ र त्यस्तै साथी बेस भनेको XY नै हो प्यारलल लाइन BC नै हो B र C भनेको त्यो दुवै एउटा परिमाण न हेर्नुस् ए यहाँ 5 केजी त त्यहाँ पनि 5 केजी त्यो त डन्डी छ पक्कै त बराबर हुन्छ त्यही कारणले यो ट्रायंगलको एरिया बराबर यो ट्रायंगल कति सजिलो गर्दिए अब टेन्सन कुन बातको आन्सर तपाईको हातको मजासँग छुटकी बजाएर यो दुवैलाई प्लस गरिदिनुस् जब ट्रायंगल AXY र XYC जोड्नु हुन्छ त होल ट्रायंगल आइहाल्छ साथी फेरि ट्रायंगल XBY र XYD जोड्नु हुन्छ त होल ट्रायंगल आइहाल्छ त अब केही गर्नु पर्दैन यहाँ लेख्छु साथी 3 नम्बरमा मजासँग एरिया अफ अ ट्रायंगल कुन त AXY प्लस एरिया अफ अ ट्रायंगल कुन त भनेको XYC इज इक्वल टु एरिया अफ अ ट्रायंगल कुन त साथी XYD प्लस एरिया अफ अ ट्रायंगल कुन त BXY म के लेख्छु स्टेटमेन्ट 3 मा एडिङ स्टेटमेन्ट 1 एन्ड 2 किनकि म 1 र 2 ले जोडे साथी यहाँ लेख्छु एडिङ स्टेटमेन्ट एडिङ स्टेटमेन्ट्स 1 एन्ड 2 मतलब म 1 र 2 जोडे अब प्रुफ भएको हातमा साथी 4 नम्बरमा जब यो दुवै ट्रायंगल जोड्नु हुन्छ AXY र XYC त होल ट्रायंगल आइहाल्छ AXC पक्का डाउट त छैन नि ओके लेख्छु साथी यहाँ हामी एरिया अफ ट्रायंगल के त AXC इज इक्वल टु एरिया अफ ट्रायंगल कुन त साथी BYD है BYD के लेख्छु 4 मा पता छ तपाईलाई होल पार्ट एक्जियम किनकि टुटे फुटेकोलाई जोडेर एउटा सिंगल गर्दिन्छ साथी त्यसैको नाम हो होल पार्ट एक्जियम नेपालीमा त्यसले भन्छ साथी सिंगो टुक्रे तथ्यवादी त्यही कारण यहाँ लेख्छु होल पार्ट एक्जियम्स कति सजिलो होल पार्ट एक्जियम अब तपाईलाई यो त हामीलाई जोडेर पुगाइदिए यही त प्रुफ गर्नुहुन्छ हेर्नुस् छदै प्रुफ गर्नुहुन्छ
प्रूभ दैट कति सजिलो यहाँ प्रूभ त्यही कारणले जियोमेट्री भनेको हार्ड हैन त्यसको कन्सेप्ट क्लियर गर्नुपर्छ म्याथ त मखन भइहाल्छ कन्सेप्ट तपाईले क्लियर गर्न चाहन्छ ओके यो क्वेशन कम्प्लिट छ कहीं डाउट होला भने भन्नु होला ए ओके अब अर्को क्वेशन तिर हामी जान्छ ओके साथीलाई हामी इरेज गर्दै छु अर्को क्वेशन तिर जान्छ ध्यान दिएर हेर्नु होला फोकस गर्नु ल अब क्वेशन नम्बर 4 को जे गरे कम्प्लिट अर्को गर्छ बनाएके छ राम राम एक अंक है बाकी साधन सुन राम रहे 10 गुण है राम बिना सब सुन त्यहीकारणले भनेको छ कि साथी राम राम एक अंक है जब हामी एक एक अंक को सहारा लिएर नि हामी ठुलो अंक बनाउँछौँ त्यहीकारणले राम अब तपाईले म अर्को क्वेशन तिर जान्छु साथी ध्यान दिनु होला है ठीक छ क्वेशन नम्बर साथी हामी जान्छु कति नम्बर क्वेशन त 4 को अर्को हाम्रो क्वेशन तिर जान्छ साथी त्यही कारण ध्यान दिएर हेर्नु होला ओके ल अब क्वेशन हामी 4 को के मतलब 4 को चाहिँ हाम्रो साथी के त 4 को के नम्बर क्वेशन 4 को के छ है सबभन्दा पहिला क्वेशन बनाउनु भन्दा पहिला फिगर बनाइदिनु ए म यहाँ फिगर ड्रा गर्दै छु फोकस गर्नु होला साथी फिगरमा है म फिगर यहाँ ड्रा गर्छु है साथी त म एउटा फिगर यहाँ ड्रा गर्दै छु ध्यान दिएर हेर्नु होला फिगर ड्रा गर्दै छु फोकस गर्नु होला साथी है फिगर ड्रा गर्दै एकदम फोकस गर्नु होला एक गाने साथी फिगर ड्रा गर्दै है फिगर ड्रा गर्दै छु सुन्नु साथीहरु ध्यान दिएर हेर्नु है त्यसपछि अब हाम्रो दिएको छ यो फिगरमा हाम्रो लाइन यहाँ ड्रा गरेको छ जुन सबभन्दा म एउटा लाइन यहाँ ड्रा गरे एकदम फोकस गर्नु होला ठीक छ ए त्यसपछि यो सँग यो लाइन ड्रा गरेको छ साथी यो सँग यो लाइन ड्रा गर्नु छ एकदम फोकस गर्नु होला ध्यान दिएर एकदम फोकस गर्नु होला ठीक छ अब साथी हाम्रो यो सँग यो लाइन के छ त प्यारलल छ ओके ध्यान दिएर हेर्नु होला अर्को अब यसको नाम राख्दिनु होला ए बी त्यसपछि सी त्यसपछि डी यहाँ के छ साथी ई ओके अब यहाँ गिभन मा के दिएको छ त्यो लेख्नु होला साथी है गिभन मा गिभन मा साथी तपाईले दिएको छ सबभन्दा पहिला कि एबीसीडी इज अ क्वाड्रिलेटरल है गिभन मा एबीसीडी इज अ क्वाड्रिलेटरल है क्वेशन के एबीसीडी द क्वाड्रिलेटरल है क्वाड्रिलेटरल दिएको छ त्यही कारण ध्यान दिनु क्वाड्रिलेटरल एबीसीडी इज अ क्वाड्रिलेटरल पक्का दिएको छ जोसँग बीडी डीबी सँग प्यारलल के छ साथी सीई हेर्नुस् हेर्नु क्वेशन छ ए एबीसीडी द क्वाड्रिलेटरल र डीबी प्यारलल सीई त्यही कारणले हाम्रो साथी डीबी प्यारलल टु के छ भनेको सीई ओके डीबी प्यारलल टु सीई अब डीबी प्यारलल टु सीई प्रूभ गर्नु पर्यो टु प्रूभ ए टु प्रूभ तपाईले के गर्नु छ साथी त हाम्रो टु प्रूभ एरिया अफ ट्रायंगल ADE इज इक्वल टु एरिया अफ ट्रायंगल क्वाड्रिलेटरल ABCD है यहाँ प्रूभ गर्नु साथी यहाँ ध्यान दिएर फोकस गरेर एरिया अफ ट्रायंगल के त एरिया अफ ट्रायंगल ADE बराबर ए एरिया ऑफ क्वाड्रिलेटरल क्या साथी एरिया ऑफ क्वाड्रिलेटरल ABCD है ABCD है नि छ अलि फिगर के त बुझ्नुलाई ABCD एउटा के हो त क्वाड्रिलेटरल छ ठीक छ अलिकति नभए भने म यहाँ फिगरले अलिकति उता बताइदिएको छु बुझ्नको लागि तपाईलाई है त्यही कारण
म यसलाई फिगरलाई अहिले उता गर्दैछु त्यही कारण ध्यान दिनु होला। ठिक छ, अब यसलाई पनि अलिकति 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 ध्यान दिनु। ल ल अब सुन्नु ल साथी है। ठिक छ, यहाँले के छ त क्वाड्रिलेटरल के प्रुभ गर्नु छ त एबीसीडी है, एबीसीडी। ठिक छ, यहाँ क्वाड्रिलेटरल एबीसीडी। ओके, के गर्नु पर्दैन साथी, सिधै मजासँग गइहाल्नुस् प्रुफमा। प्रुफ यहाँ ध्यान दिनु ल, प्रुफ। ठिक छ, प्रुफतिर जानु अब। ठिक छ सर, मजासँग प्रुफतिर गइहाल्नुस्। अब यहाँ लेख्छौँ हामी प्रुफ ए स्टेटमेंट रीजन, यहाँ स्टेटमेंट्स ओरिजिन्स, स्टेटमेंट र रिजन। अब ध्यान दिएर सुन्नु होला। एक नम्बरमा पहिलो जतिबेले प्रुफ के गर्नु छ, एरिया अफ ट्रायंगल एडीई। कहाँ छ एडीई खोज्नुस्, एडीई होल। पक्का यो त हेर्नु भइरहेछ साथी, होल एडीई यो पुरै ट्रायंगल क्लियर छ। त्यसपछि के छ हाम्रो एडीई ट्रायंगल क्लियर बराबर क्वाड्रिलेटरल एबीसीडी। क्वाड्रिलेटरल के त साथी एबीसीडी, मतलब म रङ दिन्छु एबीसीडी, एबीसीडी यही नै प्रुफ गर्नु छ। जतिबाट हाम्रो पीला रङबाट रङेको छ त्यो भनेको ट्रायंगल सँग, जति हाम्रो रेड कलरबाट रङेको छ त्यो भनेको क्वाड्रिलेटरल हो साथी। त्यो ट्रायंगलको एरिया छोडेर के गर्नु छ, क्वाड्रिलेटरल एरिया। अब मजासँग स्टार्ट गर्नुस्, टेंशन कौन बात के आंसर तपाईको हातको, ट्रिक खोज्नुस् साथी। एउटा कुरा त पक्कै तपाईको दिमागमा चलिरहेको होला कि यो बीडी जो छ नि, बीडी बेसमा र प्यारलल लाइन र सीई प्यारलल लाइनमा पक्का दुईवटा ट्रायंगल बनेको छ, यसमा त कुनै डाउट छैन। कुन ट्रायंगल साथी, कुन ट्रायंगल बनेको छ त डीबीसी। ठीक छ, कुन ट्रायंगल बनेको छ साथी डीबीसी। तो पहिलो एक नम्बरमा साथी लेख्छु ए एरिया अफ ट्रायंगल के त डीबीसी बराबर एरिया अफ ट्रायंगल कुन साथी ए एरिया अफ ट्रायंगल डीबीसी, डीबीसी इक्वल टु एरिया अफ ट्रायंगल कुन त ए डीबीई, डीबीई। ठीक छ, ध्यान दिनुस्, एरिया अफ ट्रायंगल डीबीसी, डीबीसी इक्वल टु एरिया अफ ट्रायंगल डीबीई छ। यहाँ लेख्छु अब एक नम्बरमा साथी है के त स्ट्यान्डिङ ए बोथ आर standing on the same base on BD and BD parallel to CE. Both are standing on the same base BD and BD parallel to C. Clear? अब आउनु साथी दुई नम्बरमा ए अब दुई नम्बरमा के गर्नु होला सजिलैसँग यसमा जोड दिनुस् यो ट्रायंगल, यो क्वाड्रिलेटरल बनिहाल्छ कति छिटो। हेर्नु त साथी एकदम सजिलो, डीबीसी ट्रायंगल हो, डीबीसी यो ट्रायंगलमा म के जोड दिन्छु साथी डीएबी ट्रायंगल, यो एउटा क्वाड्रिलेटरल बनिहाल्छ। अरे यही ट्रायंगलमा कुन त डीबीई मा ट्रायंगल डीएबी जोड दिन्छु एउटा होल ट्रायंगल बनिहाल्छ। यसको अर्थ कि दुवैतिर कति जोड दिए साथी यो ट्रायंगल एबीडी, कति छिटो प्रुभ भइहाल्यो। त अब यहाँ लेख्नु होला साथी मजासँग एकदम सजिलोसँग एरिया अफ ट्रायंगल के त डीबीसी इक्वल टु प्लस ट्रायंगल कुन त एबीडी इक्वल टु एरिया अफ ट्रायंगल कुन त साथी के छ त बीडीई प्लस ट्रायंगल कुन त प्लस ट्रायंगल हाम्रो कुन त त्यही एबीडी लेख्छु दुईमा साथी पक्का दुईमा के लेख्छु ए एडिङ
एडिङ एरिया अफ अ ट्रायंगल एडिङ एरिया अफ अ ट्रायंगल ABD in statement 1 शॉर्ट फॉर्म लेके बुझ्नु एडिङ एरिया अफ अ ट्रायंगल ABD in statement 1 मतलब statement 1 मा म दुवैतिर के जोड दिए ABD ट्रायंगल करिया ABD ट्रायंगल करिया। अब हेर्नुस् 3 नम्बर मा जब तपाईलाई यो ट्रायंगल जोड्नु यो दुवै जोड्नु भयो एउटा क्वाड्रिलेटरल बनिहाले र यो जोड्नु एउटा ट्रायंगल बनिहाले एकदम मजासँग लेख्नुस् एरिया अफ अ ट्रायंगल किनकि यसलाई जोडे होल ट्रायंगल बनिहाले के त ADE एरिया अफ ट्रायंगल ADE इक्वल टू एरिया अफ क्वाड्रिलेटरल कुन क्वाड्रिलेटरल बन्यो ABCD साथै यहाँ हाम्रो ABCD ठीक छ। एरिया अफ ट्रायंगल ADE इक्वल टू एरिया अफ क्वाड्रिलेटरल ABCD रिजन 3 मा के लेख्नु होला एकदम सजिलोसँग 3 मा के लेख्नु होला होल पार्ट एक्जियम लेख्नु होला साथी होल पार्ट एक्जियम्स सजिलैसँग किनकि यो ट्रायंगल मा यो ट्रायंगल जोले क्वाड्रिलेटरल बने यो ट्रायंगल मा यो ट्रायंगल बने यो होल ट्रायंगल बनिहाल्यो भनेको होल पार्ट एक्जियम। अब प्रुभ भयो त कति सजिलो म्याथ साथी मक्खन हो यदि रियली भनेको मैथ में जानुहुन्छ मैथ भनेको मक्खन त्यही कारणले बनाई हो कि साथी करते हो कन्हैया बस मेरा नाम हो रहा है और उनका कृपा से सब काम हो रहा है मलाई केही छैन तपाईको सपोर्ट र भगवानको कृपाले हात चलिरहन्छ हर कुछ दुनियामा उही दिनु भएको छ उहाँ बिना कोही सम्भव कुनै पनि सम्भव छैन सबै असम्भव छ। हस् धन्यवाद यस्तै तपाई सपोर्ट र लाइक र शेयर गरिराख्नु होला तपाईहरुको बीचमा फेरि उपस्थित अर्को भिडियो लिएर आउँछु जबसम्म यतिकै धन्यवाद।